यहाँ हेर्नुहोस् गाइस, बिजोग यस्तो छ हाम्रो केटाहरूको। यहाँ हेर्नुहोस् यसरी मलाई चाहिँ यहाँ तान्दै छ है गाइस। फेरि फुत्केर म तल पुग्छ नि फेरि। 1 10 हातको मत मेरो हातमा छ। यस्तो बिजोग छ हाम्रो गाइस हैन। यहाँ एकजना यहाँ पुरा भ्लग बनाइरहेछ। हेर्नु त यहाँ पुरा हाम्रो गुलाबको फुल है। यो चाहिँ गुराँसको फुल हो। गुराँस हो ए गुराँस है गाइस। अलि मिस्टेक भएछ, जिब्रो नभएको हड्डी होइन। यस्तै हुन्छ गाइस। यहाँ हेर्नु है बिजोग हाम्रो यहाँ यस्तरी हिँडिरहेछ हामी। हेर्नु है ल हेर्नु गाइस। पाउनु है म आउँदैछु ल। कसो टेन्ट अरे यहाँ यस्तो छ कि टेन्ट ठाउँै छैन। अनि गरे पाउनै त्यहाँ छोड्नु तपाईँ ल। यसरी छेकेर आउनु परेको छ है गाई। ल जाउँ आरामले जाउँ है आरामले। ल त्यसलाई झ्याम्मै हान्दिनु न। यसरी हिँड्छ है हाम्रो केटाहरू गाइस। यस्तो बाटोमा हिँडिरहेको छौँ हामी। ल लाग्यो खोइ गुलाबको फुलहरू कहाँ राम्रो पाउँछ भन्नु त तपाईँले। खोइ गुराँसको फुल खोइ त। खोइ टर्नै ल्याउनु टर्नै टर्नु। नाइस 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 भेरी नाइस नाइस। यहाँ हेर्नु ल हाम्रो दाजुले चाहिँ गुराँसको फुल यसरी टिपेर ल्याउनु भएको छ है गाइस। ल हेर्नुहोस् झ्यापै है। म चाहिँ तपाईँहरूलाई रुख देखाउँछु ल। तपाईँलाई चाहिँ म रुख देखाउँछु है। यहाँ गुराँसको फुल चाहिँ यस्तो हुन्छ, के अरे रुख यस्तो हुन्छ। ल यहाँनिर चाहिँ टन्नै छ है गाइस। ल हेर्नुहोस् हेर्नुहोस् है गाइस। ल हेर्नुहोस् त यो चाहिँ गुराँसको है। यो चाहिँ रुख हो। यस्तो दामी पाउँछ हेर्नुहोस् यहाँनिर। काभ्रे नवबुद्ध हो। काभ्रे नवबुद्धमा चाहिँ यस्तो यस्तो पाइने रहेछ क्या। हेर्नु फुलहरू यस्तो फुलिरहेछ यस्तो राम्रो है गाइस। ल गाइस म चाहिँ फेरि अन्त जान्छु है। यो चाहिँ यो गाउँको के भन्छ च्यान्डाडा होइन च्यान्डाडा हो गाइस। ल यो चाहिँ माथि डाँडामा है बसेरीको सालबारी डाप्चा बसेरी होइन। उपारीको चाहिँ के भन्छ अरे नेफानी होइन त। ओ यो कहाँ गयो यो ल हेर्नु केटाहरू यहाँ छ। एकजना चाहिँ रुखमा चढ्दैछ है गाइस। ऊ पर गुराँस टिप्दैछ है। यो राखेर यो राख्ने हजुर। एकजना त्यहाँ छ है यहाँ टिप्दै हुनुहुन्छ। ल गाइस गुराँस चाहिँ यस्तो हुन्छ है। ल बल आयो त्यसलाई आउनु भन्नु। यो म्युजिकमा डान्स गर्ने केटाहरू। ल आउनुहोस् गाइस यसमा गर्नु। यो कट गरेर गरौँ यसमै हो। उ गर्नु मिल्छ नि त है। ल ल
केटाहरू यसरी नाच्दै आउँदैछ केटाहरूको ताल हेर्नु नि त्यहाँ अलि नजिक जाऊ न ल एकजना अघि रोगमा चढ्ने हाम्रो ब्रदर चाहिँ आउँदै हुनुहुन्छ यहाँ है गाइस ल अरे हो गुराँस टिप्ने चाहिँ हाम्रो ब्रदरहरू ल रमाइलो गरौँ डान्स गरौँ त केटा हो खै त डान्स दिनु डान्स गाउँघरमा यस्तै है गाइस पुरै भिज्यो कि हो पसिनाले भिज्यो ए कहाँ यो चाहिँ पानी ट्याङ्की हो हाम्रो यो 9 बुद्ध 10 नम्बर वडाको चाहिँ पानी ट्याङ्की है गाइस यो चाहिँ ए बनमारा एकदम फुलिरहेछ ल हाम्रो गाई छ त्यहाँ हेर्नु ओ त्यहाँ हेर्नुहोस् एकजना यहाँ लाडुवा टिप्दै हुनुहुन्छ गाई ल हेर्नुहोस् है ल हेर्नुहोस् गाई यस्तो यस्तो ठाउँमा हुँदो रहेछ होइन लाली गुराँस चाहिँ ल यसरी चढ्दै हुनुहुन्छ तपाईँलाई बाँधाले सक्दैन कि हो यार बाँधालाई तपाईँले फ्लप बनाइदिन्छु जस्तो लाग्यो मलाई ल ल हेर्नुहोस् यसरी चढ्नु भएको छ यसरी चढेपछि त केटाहरू ल है गाइस राम्रोसँग चढ्नु है आरामले दामी छ त्योहरू सबै हो बास एकदम राम्रो छ है गुराँसको फुल टेन्सन नगर्नुहोस् तपाईँहरूलाई चाहियो भने सम्पर्क गर्नु होला है चाहियो भने म लिएर आउँछु हामी 3 दिनको लागि चाहिँ यता काभ्रे आएको छौँ होइन हो त्यो तपाईँको लेफ्ट साइडमा पनि छ एउटा तपाईँको लेफ्ट राइटमा लेफ्ट ह्यान्डमा त्यहाँ हेर्नुहोस् आमामा त्यहाँ हेर्नु त बिजोग रमाइलो छ केटाहरूलाई त्यहाँ हेर्ने ल हेर्नुहोस् ओ बाफरे बा मजा छ है मजा छ गर्नुपर्छ यो हो भने त अरू मोज के चाहियो केटाहरूलाई ल हेर्नुहोस् ल तल ओर्लिएर हुनु चाहिँ हाम्रो दोस्त ल हेर्नुहोस् ल आउनुहोस् आरामले आउनु बिस्तारै है त्यहाँ अड्किरहेको छ है तपाईँलाई हो त्यसले हो बास आउनुहोस् वेलकम केटाहरूले माग्ने बुढाको यस्तो गीत बनाउँछ यार ल के लाउने त केटाहरूले यस्तो गीत बनाउँछ अनि कहाँ हुन्छ यार गाइस हेर्नु यहाँ मद छ हेर्नु त बाफरे बा यहाँ हेर्नु केटाहरूलाई मद छ यहाँ एकजना त्यहाँ पुरा फुल लिएर बसिरहेको छ ओ झऱ्यो एउटा तल झऱ्यो ल गुराँसको फुल है यो ल गाइस कहाँ पर चढ्ने त यो खोइ कसरी चढ्ने यो म त सक्दैन हौ यहाँ त ओ केटा म त सक्दैन यहाँ त यहाँ हेर्नु कत्रो पहाल छ है पानीको ट्याङ्की है यो पुरै यो गाउँलाई पुग्ने चाहिँ ट्याङ्की हो यो 10 नम्बर वडा
ल एकजना त्यहाँ फेरि टिप्नु जानुभएछ हाम्रो ब्रदर। ल राम्रोसँग टिप्नुहोस् है। आउनुहोस् आउनुहोस् भयो, म इन गर्छु ल।